मेरो फ्रेन्डशिप खतम। ओइ गाँजा खाएर आइस के हो यस्तो? ए के हो आफूलाई थाहा होला नि त के हो गरिस् भने तैले। हे भगवान मैले के गल्ती गरेर के त्यस्तो? पहिला त्यो त भन। गीता त यस्तो थिस् भनेर मैले सोचेको पनि थिएन। तैले आज आएर मेरो विश्वास तोडिस् हैन। त जस्तो साथी मलाई चाहिएको छैन। प्लिज अबदेखि मेरो पिछा नगर्नु। होइन के साइको मान्छे हो के यो? कसले भड्काएछ फेरि यसलाई? दिदी यो गाउँ भरि तपाईको छोरी जस्तो बिग्रिया त अरु कोही छैन हौ। के गल्ती गरे त्यसले त्यस्तो? के भन्नु र हौ दिदी, भाष भने 2 पैसाको छैन, न बोल्ने ढंग छ न काम गर्ने ढंग छ। दिदी तपाईले यो उमेरमा सुधार्न सक्नु भएन भने गाह्रो हुन्छ हौ पछि। ए आइपुगिस् त? प्रशंसा भइरहेको थियो तेरो। नानी आइपुग्यो। देख्नुभयो लाइभ डेमा अंकल? ओइ कोङ्गल ल अंकल अब जे गर्नु छ आफ्नो घरतिर गर्नु होला। अहिले चाहिँ मैले फोन राखेँ। हजुरको पति परमेश्वर। के हो यो झगडा बारे काम गर्छ क्या के? मम्मी चुप लाग्नु तपाईँ। आन्टी आफ्नो घर सिसाको छ भने अर्को घरमा ढुङ्गा पनि नहान्नु। अहिले के गरिस् नानी यस्तो? घर नआइज भनेछु म कहाँ जाने? लौ न तेरो अंकललाई सम्झाइदेन छोरी। पहिला तपाईले मेरो साथीहरूलाई जसरी भड्काउनु भएको थियो त त्यस्तै गरी मिलाइदिनु पर्यो पहिला। साथी साथी सबैभन्दा